2 दिनपछि खोलाको बीचमा एक्लै भेटिए सिवान। आशा टुट्नै लागेका बेला अचानक भयो चमत्कार, परिवारमा फर्कियो खुसी। 2.5 वर्षीय बालकको घटनाले ततायो सामाजिक सञ्जाल। आखिर सिवानलाई कसले जङ्गलसम्म पुर्यायो? 2 दिनसम्म के खाएर बाँचे? एकैछिन कल्पना गर्नुस् त, 2.5 वर्षको एउटा सानो बालक घरमा खेलिरहेको छ। उमेर नै त्यस्तो छ जहाँ उसलाई आफ्नो कुरा राम्ररी भन्न समेत आउँदैन। भोक लाग्यो भन्न सक्दैन, तिर्खा लाग्यो भन्न सक्दैन, डर लाग्यो भनेर कसैलाई सुनाउन पनि सक्दैन। अब त्यही सानो बालक अचानक घरबाट हराउँछ। घरको आँगनमा खोज्दा भेटिँदैन, वरिपरि हेर्दा पनि देखिँदैन, छिमेकी बोलाएर खोज्दा पनि अत्तो पत्तो हुँदैन। समय बित्दै जान्छ तर बालकको कुनै खबर आउँदैन। त्यो परिवारको मनमा कस्तो अवस्था गुज्रियो होला? यस्तै पीडादायी अवस्थाबाट गुज्रिएको थियो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका 14 भागर स्थित सिवान तामाङको परिवार। 2.5 वर्षीय सिवान 2 दिनसम्म हराए। 2 दिनसम्म परिवारले बाटो हेर्यो। 2 दिनसम्म आफन्त र स्थानीय बासिन्दाले खोजे। 2 दिनसम्म प्रहरी र सशस्त्र प्रहरीको टोली सम्भावित ठाउँमा पुगिरह्यो तर सिवानको कुनै खबर आएन। अनि भदौ 4 गते बिहीबार बिहान करिब 9:40 मा अचानक एउटा खबर आयो। त्यो खबरले 2 दिनदेखि चिन्तामा डुबेको परिवारमा खुसी फर्काइदियो। सिवान भेटिए, तर उनी घर नजिकै भेटिएका थिएनन्, उनी मानिसहरूको भिडमा पनि भेटिएका थिएनन्। उनी भेटिएका थिए जङ्गलको बीचमा रहेको खोलाको सिरानमा, त्यो पनि एक्लै। अझ आश्चर्यको कुरा त के भने 2 दिनदेखि हराएका 2.5 वर्षीय सिवान जीवितै भेटिएका थिए। अब यही घटनाले धेरैको मनमा एउटै प्रश्न जन्माएको छ, आखिर सिवान त्यहाँ कसरी पुगे? 2 दिनसम्म उनले के खाए, कहाँबाट पानी पिए, रात कसरी बिताए? यति सानो बालक घरबाट करिब 1.5 किलोमिटर टाढा रहेको जङ्गल र खोलाको क्षेत्रसम्म कसरी पुगे? र सबैभन्दा ठुलो कुरा, सिवानलाई कसैले त्यहाँसम्म पुर्याएको हो कि उनी आफै त्यहाँ पुगे? यी प्रश्नको उत्तर अहिले स्पष्ट छैन। घटना भदौ 2 गते बिहान करिब 7 बजेदेखि सुरु हुन्छ। गैंडाकोट नगरपालिका 14 भागर निवासी हेमकुमारी आले घर नजिकै रहेको शङ्खदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी च्याउ टिपेर घर फर्किन्, तर घर फर्किएपछि नाति सिवान घरमा देखिएनन्। 2.5 वर्षको बालक घरमा नभेटिएपछि हेमकुमारी आत्तिइन्। उनले वरिपरि खोज्न थालिन्, छिमेकीलाई खबर गरिन्, स्थानीय बासिन्दा पनि जम्मा भए। सबैले सम्भावित ठाउँमा खोजी पनि सुरु गरे। घर वरिपरि खोजियो, बाटोघाटो हेरियो, जङ्गलतिर खोजियो, तर सिवानको कुनै अत्तो पत्तो लागेन। सिवान बोल्न समेत नसक्ने बालक भएकाले परिवारको चिन्ता झन गहिरिँदै गएको थियो। उनी कहाँ गए, कसरी घरबाट बाहिरिए, कसैलाई थाहा थिएन। समय बित्दै गयो तर बालक फेला परेनन्। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराइयो। भदौ 2 गते दिउँसो करिब 3 बजे छिमेकी मार्फत अस्थायी प्रहरी पोस्ट बेलडियामा जानकारी पुगेको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल पूर्वी नवलपरासीलाई पनि खबर गरियो। खोजी अभियान तत्काल अगाडि बढाइयो। सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जीव पाण्डेको कमान्डमा 9 जनाको टोली खोजीका लागि परिचालन भयो। टोलीले सम्भावित क्षेत्रहरूमा खोजी गर्यो, तर लामो समयसम्म खोज्दा पनि सिवान फेला परेनन्। पहिलो दिन बित्यो, साँझ पर्यो, रात भयो, तर परिवारले सिवानको अनुहार समेत देख्न पाएन। त्यो रात परिवारका लागि कति लामो भयो होला सहजै अनुमान गर्न सकिन्छ। सामान्यतया 2.5 वर्षको बच्चा एकछिन पनि आँखाबाट ओझेल पर्दा अभिभावक र आफन्त आत्तिन्छन्, तर यहाँ त बालक पुरै हराएका थिए। कहाँ छन् भन्ने कुनै जानकारी समेत थिएन। के खाए होलान्, पानी पाए होलान् कि पाएनन्, जङ्गलमा सुरक्षित छन् कि छैनन्, यस्ता प्रश्नले परिवारलाई झन सताइरहेको थियो। तर खोजी भने रोकिएन। भदौ 3 गते बिहान करिब 5:50 देखि फेरि खोजी अभियान सुरु भयो। यसपटक ठुलो संयुक्त टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर ठकुरीको कमान्डमा 11 जना सशस्त्र प्रहरी खटिए। इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमान्डमा 10 जना प्रहरी पनि खोजीमा जुटे। स्थानीय बासिन्दा पनि उनीहरूसँगै सम्भावित क्षेत्रमा खोजी गरिरहेका थिए। जङ्गलका बाटा खोजिए, झाडी हेरियो, खोल्सा र आसपासका क्षेत्र हेरिए, तर सिवान भेटिएनन्। दिनभर खोज्दा पनि कुनै खबर आएन। दोस्रो दिन पनि बित्यो। अब परिवारको मनमा डर झन बढ्दै गयो, तर सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी रोक्ने कुरा थिएन। भदौ 4 गते आज बिहानै फेरि खोजी टोली परिचालन भयो। सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा बेस प्रगति नगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौडेलको कमान्डमा थप 7 जनाको टोली खटियो। इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमान्डमा 10 जना प्रहरी पनि संयुक्त खोजीमा निस्किए। खोजी टोली जङ्गलतर्फ अघि बढ्दै थियो।
थियो। सम्भावित क्षेत्रहरूलाई क्रमशः छान्दै टोली अगाडि बढिरहेको थियो। अनि बिहान करिब 9:40 खोजी टोलीले खोलाको सिरानतिर एउटा सानो बालक देख्यो। टोली त्यहाँ पुग्यो। बालकलाई हेर्दा सबै चकित भए। त्यो बालक अरू कोही नभई 2 दिनदेखि हराइरहेका शिवान तामाङ थिए। 2 दिनदेखि परिवारको आँखाले खोजिरहेको शिवान, 2 दिनदेखि सुरक्षाकर्मीले खोजिरहेको शिवान, अन्ततः उनी भेटिएका थिए जीवितै एक्लै खोलाको सिरानमा। त्यो क्षण खोजीमा खटिएका सुरक्षाकर्मीका लागि पनि भावुक थियो। परिवारलाई खबर गरियो। 2 दिनदेखि चिन्ता र पीडामा रहेको परिवारले अन्ततः सबैभन्दा ठुलो राहतको खबर पायो। शिवान भेटिए, त्यो पनि जीवितै। शिवानलाई उद्धार गरेर नेपाल प्रहरी र आफन्तको जिम्मा लगाइयो। उद्धारपछि उनको अवस्था सामान्य रहेको बताइएको छ। बालकको गालामा भने सामान्य कोतरिएको अवस्था देखिएको थियो, तर ठुलो चोटपटक भने देखिएन। यति सानो बालक 2 दिनसम्म हराएर पनि जीवितै भेटिनु परिवारका लागि ठुलो राहतको विषय बनेको छ। तर शिवान भेटिएपछि पनि घटनासँग जोडिएका केही प्रश्न भने अझ गम्भीर बनेका छन्। आखिर शिवान त्यहाँ कसरी पुगे? घरबाट करिब 1.5 किलोमिटर उत्तरतर्फको क्षेत्रमा उनी भेटिएका थिए, त्यो पनि जङ्गलभित्रको खोलाको सिरानमा। 2.5 वर्षको बालकका लागि त्यहाँसम्म पुग्नु सामान्य कुरा पटक्कै होइन। त्यसमाथि उनी बोल्न समेत सक्दैनन्। त्यसैले घटनाको यो पक्ष अहिले सबैभन्दा ठुलो रहस्यमय बनेको छ। यदि शिवान आफै हिँडेर त्यहाँ पुगेका हुन् भने उनी जङ्गलको बाटो हुँदै त्यति टाढासम्म कसरी पुगे? यदि उनी आफै पुगेका हुन् भने बाटोमा कसैले देखेनन् किन? अनि यदि कसैले त्यहाँ पुर्याएको हो भने त्यो व्यक्ति को हो? अहिलेसम्म यसको स्पष्ट उत्तर बाहिर आएको छैन। त्यस्तै अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। 2 दिनसम्म शिवानले के खाए? 2.5 वर्षको बालक 2 दिनसम्म घरबाट टाढा जङ्गलको बीचमा। खानेकुरा कहाँबाट पाए? पानी कहाँबाट पिए? खोलाको पानी पिए कि जङ्गलमा केही खानेकुरा भेटे कि? यी सबै विषय अहिले रहस्यकै विषय बनेका छन्। राति कहाँ सुते? चिसो र डरबीच कसरी रात बिताए? कुनै जङ्गली जनावरको सामना भयो कि भएन? यी प्रश्नको पनि अहिले स्पष्ट जवाब छैन। तर सबैभन्दा ठुलो राहतको कुरा के हो भने शिवान अहिले सुरक्षित छन्, जीवितै भेटिएका छन्। शिवानकी आमा सोनी तामाङ र बुबा नारायण तामाङ कामको सिलसिलामा भारततर्फ बस्दै आएको बताइएको छ। बालक भने हजुरआमा हेमकुमारी आलेसँग बस्दै आएका थिए। त्यसैले नाति हराएपछि हजुरआमाको मनमा कस्तो पीडा भयो होला भन्ने अनुमान सहजै गर्न सकिन्छ। जसलाई केही समय अघि आफ्नै आँखा अगाडि देखिएको थियो, त्यही नाति अचानक हराएपछि खोज्दै हिँड्नुपर्ने अवस्था आयो। तर 2 दिनपछि त्यही नाति फेरि जीवितै फर्किए। त्यो क्षण हजुरआमा र परिवारका लागि कति भावुक भयो होला। सायद त्यो खुसी शब्दले बयान समेत गर्न सकिँदैन। 2 दिनसम्म रोकिएको सास जस्तै बनेको परिवारको चिन्ता अन्ततः राहतमा बदलियो। तर शिवानको उद्धारले एउटा रहस्य भने अझ छाडेको छ। खोलाको बीचमा शिवान कसरी पुगे? 2 दिनसम्म उनले के खाए? पानी कहाँबाट पाए? रात कहाँ बिताए? आखिर यति सानो बालक त्यहाँसम्म कसरी पुगे? यी प्रश्नको जवाब अहिले कसैसँग पनि छैन। तर घटनाको सबैभन्दा ठुलो उपलब्धि भनेको शिवान सकुशल भेटिनु हो। 2 दिनसम्म जारी खोजी अभियानले अन्ततः सफलता पायो। स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको निरन्तर प्रयासले एउटा सानो जीवनलाई परिवारसम्म फर्काइदियो। त्यसैले यो घटना एउटा हराएको बालक भेटिएको मात्र घटना होइन, यो आशा नछोडिएको कथा पनि हो। 2 दिनसम्म जारी खोजीको कथा हो। परिवारको पीडापछि फर्किएको यो एउटा खुसीको कथा पनि हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, खोलाको सिरानमा एक्लै भेटिएको एउटा 2.5 वर्षीय बालक सकुशल घर फर्किएको कथा हो। अब बाँकी रह्यो त्यो रहस्य। शिवानलाई जङ्गलको त्यो खोलासम्म कसले पुर्यायो वा उनी आफै त्यहाँसम्म पुगे? 2 दिनसम्म कसरी रात बिताए? के खाए? यी प्रश्नको जवाब आगामी अनुसन्धान र थप तथ्यले नै दिनेछ। तर अहिलेका लागि एउटा कुरा निश्चित छ, 2 दिनदेखि हराएका शिवान तामाङ भेटिएका छन्, परिवारको काखमा फर्किएका छन् र 2 दिनदेखि हराएको एउटा परिवारको खुसी अन्ततः फेरि घर फर्किएको छ। मैदानमा गुबाल्ने एनर्जी सफलताको मात्र एउटा रेसिपी हाई भोल्टेज जस्तै आगो बिजुली एभ्रीडे एड्रेनालिन जिन्दगी छैन कुनै अल्छी पन्या छैन कुनै शङ्का छैन डर छैन त्रास छैन कुनै पनि धक्का हाम्रो एनर्जी so wild छैन कुनै नि so wild yeah we be going all around with the energy of hound थाकिँदैन हामी कहिले पनि मैदानमा एनर्जी everyday छुन निलो आकाश चाहिन्छ निलो नै Extreme energy from the Himalayas. Extreme energy. Extreme times every day. Extreme energy. Extreme all the time. Extreme energy. Extreme times
Extreme energy, extreme.